हेलो गाइस, म चाहिँ यहाँनिर ब्रेकफास्टको लागि चाहिँ उयो अमलेट बनाइसकेको छु र मैले अमलेटमा चाहिँ खोर्सानी धनियाँ प्याज अन्त अलिकति नुन छरिदिएको छु र मैले यसमा माथिबाट सेतो सेतो भेजेर चाहिँ मैले यो चिज लगाएको हो। यो चिज र यसरी चाहिँ ब्रेडमा अथवा बनमा हालेर खानुपर्छ, एकदमै मिठो हुन्छ। र मैले चाहिँ यहाँ बन गरम गर्नु लागि हालिसकेको छु। अन्डा चाहिँ मैले यसरी पल्टाएको छु र यहाँ पनि स्याउनको लागि बन चाहिँ यसरी बिचबाट हामीले होइन मैले काटेको छु र यो अन्डा चाहिँ मैले पल्लक्क नपल्टाएर चाहिँ यसलाई मैले फोल्ड गरेको छु। पल्लक्क पल्टायो भने चाहिँ त्यो चिजहरू सबै डढ्छ नि त, अन्त त्यो भएर चाहिँ मैले यसलाई पल्लक्क पल्टाइदिएको छु। अब चाहिँ हामी बनमा हालेर खाने। हेलो फ्रेन्ड्स, गुड मर्निङ सबैजनालाई। हामी चाहिँ फेरि ब्रेकफास्ट Morning, everyone. आइसकेको छौँ। खै चिया तपाईँको चाहिँ? Yes, my. आजको ब्रेकफास्ट रहेको छ हाम्रो। दुईटामा कुन खानुहुन्छ? मेरो यही परिसर भेटे खान्छ। खाइदिउँ। के लाग्छ आज ब्रेकफास्ट? मैले देखाइसकेको छु नि भिडियोमा के लाग्छ। आउनुहोस् ल, हेर्नु मेरो खोर्सानी बाहिरबाट। चेस चेस। यी साथीहरू यस्तो बनाएको छु है, यसरी। मलाई नै अन्डासँग के हालेछ? लु साटौँ त्यसो ल्याउनुहोस्। हौ त्यो ल्याउनु न, मैले त्यो मोटो हालेको छु। स्टार्ट खाए। साटौँ चाहिँ ल्याउनु।